नमस्ते सबैजनामा साइप्रस इन दिदी तपाईहरु आरामै हुनुहुन्छ होला। म पनि आरामै छु हैन। सबैजना बोट पार्टी जानुभयो। हामी चाहिँ आज साइप्रसमा सन्डे आज अफ छ नि त। लामा अपार्टबाट बोट पार्टी लानु भएको छ। हामीले पहिले टिकट बुक गरेनौं अनि त्यहाँ पछाडी चाहिँ हिजो मैले चाहिँ टिकट गरेको, टिकट नपाएर दिदी र म एकदम मुना दिदी मेरो एकदम दिदी जस्तै हुनुहुन्छ हैन। अनि हरेक कुरामा साथ सपोर्ट दिनुहुन्छ। अनि उहाँ र म चाहिँ घुम्न जाने भनेर प्लान बनाइरहेको छु के। दिदी अघि नै हिँडिसक्नु फोन गर्नुभएको छ हैन। प्लान गर्छु म उहाँलाई कस्तो रियाक्सन आउँदो रहेछ दिदीलाई। आज मैले उसलाई भनेको पनि छैन, केही थाहा पनि छैन। मैले युट्युब खोलेको छु यस्तो प्राङ्क बनाउँछ भने चाहिँ। आज मेरो फर्स्ट प्राङ्क हो। कस्तो हुन्छ गाइस, सबैजनाले सब्सक्राइब अनि लाइक कमेन्ट गरेर साथ सपोर्ट गरिदिनु होला भन्ने आशा छ है। म दिदीलाई कल गर्छु है त। मैले लोकेसन पठाएर कहाँ हो? कति बेला आउनुहुन्छ दिदी? कति टाइम लाग्छ र है? बाहिर आउनु भएको रहेछ दिदी हैन। बाहिर आउनु भएको रहेछ। दिदीले फोन उठाउनु भएको छ। फोन गरिसक्नु अघि नै आउनु भएको थियो। म चाहिँ मेकअप सेकअप गर्दाखेरि रेडी हुँदाखेरि टाइम लागेको गाइस। म चाहिँ क्यामेरा यता लुकाएर दिदीलाई चाहिँ कस्तो रियाक्सन आउँछ हैन। म चाहिँ मोबाइल यसरी लुकाउँछु, यता देखेको छैन कस्तो हुँदो रहेछ हेर्नु ल। होइन अझैसम्म सुतिरहेको हो कि के हो पनि? सुतेन हो, जाने हान्छ मेकअप सेकअप त गर्नु पर्यो। बिहानभरि सुतेर है? बिहानभरि सुतेर मलाई किन रिसाए? छैन हो रिसाको, किन रिसा तपाईँसँग? रिसाउन पाइँदैछ। रिसा उठिहाल्छ नि। के भयो? पानी खानु के भयो? पहिले पानी खानु न हौ। पहिले भन्नु त। अनि मनमै खुसी देखाए होइन, कसरी तेरो पानी खान्छ मैले? पहिले भन त। तपाईँलाई देखेर लास्टै रिस उठेछ नि हौ। के भएर हो भन? ए के हुनु, मैले तपाईँलाई आफ्नो दिदी, मेरो सबभन्दा ठुलो दिदी सोध्छ होइन। अनि तपाईँले मलाई बहिनी मान्छ होइन। अब पानी खानु न। पहिले मेरो भने घरमा आएर पानी खानु न। पहिले भन त कुरो के हो? अनि को खान्छ त पानी? भर्खर त आउनुभएको, खानु न पहिला। पहिले भन त। झगडा गर्नु भनेर बोलाएको मैले। लु त के झगडा हो भन त। होइन हौ दिदी, तपाईँले आफ्नो बहिनी मान्नुहुन्छ तर फेरि मेरो कुरा काट्दै किन हिँडेको हो तपाईँ त? होइन तेरो कुरा मैले कहिले काटेँ? कोसँग काटेँ? सुनाउँछ है, यता सुनाउँदा नि मुना दिदीलाई तैँले दिदी मान्छस् होइन। तेरो कुरा त काट्दै हिँड्छ त। तेरो कुरा मैले कहिले काटेँ? त्यही घरलाई बोलाएको कि मैले? के थाहा भएन काट्नुहुन्छ। कहिल्यै मैले विश्वास गरेको थिएन कि तपाईँ। तेरो कुरा मैले कहिले काटेँ र कोसँग काटेँ? त्यो चाहिँ मलाई मान्छे चाहियो त्यतिकै हो। किनकि त्यो नहुने कुरा नगर मसँग यही गर्नलाई बोलाएको थिएँ घुम्न जाउँ भनेर। झगडा गर्न बोलाएको थियो मलाई। सबैजना बोट पार्टी जानुभयो अनि हामी नि अब तपाईँको काम नै मेरो पनि काम नै जाउँ न भनेर भन्नु बोलाएको त बाह्र मात्रै हो नि। अनि झगडा गर्न बोलाएको ल त्यसो भए म गएँ। के कुरा काटेर तपाईँ चाहिँ जानु पानी पनि खानु समस्याको तेरो पानी पनि छ। खान यी बसिरहेको मैले कहिले तेरो कुरा नि गरेँ छैन, कुरा पनि काटेँ छैन, मान्छे पनि लिएँ, कुन चाहिँ कोसँग कुरा गरेँ। म गएँ। त मात्रै बस फर्किहाल्नलाई चाहिँ अनि अलिकति लाज लाग्दैन दिदी तपाईँलाई? त कुरा नबुझिकन मलाई आएर गएँ। म गएँ भने है ल। बस्नु न बस्नु के कहाँ बस्छ हो? बेला काट्ने हामी त्यहाँ हिँडिहाल्न पाउनुहुन्छ। आफ्नो घर जाँदाखेरि घाँस साथ खुवाउनुहुन्छ होइन। पकाएर खाँदैको पनि आमा कालीले यति खान्छ उति खान्छ, किन बोलाएको त? अनि त्यस्तो नहुने कुरा नगर। बोलाउनुहुन्छ नचाहिने कुरा नगर। मान्छे निकाल कि होइन? कुरा योसँग गरिस् भनेर कुरा गर। मैले कहिले खाकै कुरा गरेँ भने तैँले मलाई किन यस्तो गाह्रो लाग्दैथिएस् भन त? एक दिन नजाने भने काली आइज न, मैले मासु र भात पकाएको छु खसीको मासु। काली आइज त तँलाई फर्सी मनपर्छ होइन, फर्सी खान आइज भन्ने अनि बोलाउने म
कहिले कुरा गरेको तिम्रो कालीले यति खान्छ भात भनेर भन्ने त्यो त हेर कहिले कहिले खाएको कुरा गर्दै गर्दिन त्यो तैँले के अरे कोसँग कसले कुरा गर्यो त्यो मान्छे मलाई चाहियो म चाहिँ हिँडेँ इसारा गर्छु मान्छे चाहिँ किन भन्न पर्यो त मान्छे चाहियो नभए म हिँडेँ बसिरहेको मान्छे चाहिँ के भन्ने तेरोमा आएको त जे पाइले आज मलाई को लाग्छ चाहिँ मलाई त घुम्न जाऊँ भनेर ल गएँ है पानी त खाएर जान्न किन हाँस्यो कि त है गाइस म त हाँस रोक्नै सकिनँ सरी ल ट्रेन पो गरेको रहेछ यसले त है ए सरी ल दिदी प्र्याङ हो के फर्स्ट टाइम सरी है मलाई त थाहा भएन त्यही भएर हो म त हाँस रोक्नै सकिनँ गाइस उहाँ चाहिँ मेरो दिदी हुनुहुन्छ मुना दिदी कहिल्यै त्यस्तो गर्नुहुन्न थाहा छ मलाई होइन आज हामी चाहिँ सबैजना के अरे साइप्रसवासीहरू आज बोट पार्टी जानुभएको छ हामीहरू चाहिँ आज बोट पार्टी जान पाएन दिदीबहिनी नै त्यही भएर ठिक छ नि त बाहिरतिर घुम्नु जाऊँ भनेर बोलाएको थियो बिचरा पानी त खान्न दिदी यार अनि त्यहाँबाट दिदीलाई चाहिँ आज के भन्नुहुँदो रहेछ मैले युट्युब खोलेको नि यस्तो भइसक्यो है भिडियोहरू बनाउँछु भन्दा नि बनाउन सकेको थिएन दिदीको काम हुन्थ्यो मेरो काम नभए भने के गर्नुहुँदो रहेछ त आज दिदीलाई मलाई नि झुट बोली तर ठिकै छ गाइस है होइन के कोही कोहीले खाना बोलाएर दिदी होइन फलानुले यति खान्छ डिस्कोले यति खान्छ भनेर भन्छन् के अनि त्यो भनेको भन्छ के अनि त्यही भएर अब खाना त जसले पनि आफ्नो पेट भर्ने जेलसम्म खाने हो नि त होइन आफ्नो आन्द्रा अनुसार खाने हो खाना बोलाएर त्यो खानाको कुरा काट्छन् भने त्यही याद आयो कि अनि तपाईँ त त्यस्तो त जिन्दगीमा गर्नुहुन्न सबैलाई खाना बोलाएर खुवाएर पठाउनुहुन्छ बिचरा दिदीले त त्यस्तो कहिल्यै गर्नु हुँदैन है ल अनि त्यही भएर मलाई त्यही याद आयो कि दिदी ल मेरो नयाँ युट्युब हो के भन्न लाग्छ ल यो के भन्नु मन छ बहिनीले युट्युब खोलेको रहेछ होइन धेरै लाइक सब्सक्राइब फलो गरिदिनु होला है सबैजनाले अघि बढाइदिनु होला होइन मलाई थाहा थिएन यसले ट्रेन गरेको रहेछ मसँग त्यही भएर होइन अब उसले भिडियो अपलोड गर्छ होला सबैजनाले माया गरिदिनु होला है नमस्ते सबैजनालाई बाई बाई गाइज मलाई त आज फर्स्ट टाइम भएर होइन कस्तो हाँसो रोक्नै सकिनँ के बिच दिदीले सधैँ मेरो हँसिलो मुहार देख्दाखेरि दिदीले थाहा पाइहाल्नुहुन्छ कि म रिसाएको छ म खुसी छ आज होइन मैले खाना खाएको छ भने उसलाई सबै थाहा हुन्छ क्या दिदीले किनभने हामी चाहिँ अब साइप्रस आएको पनि थुप्रै भइसक्यो नि दिदीसँगै बस्ने खाने सुत्ने भएको हो नि त त्यही भएर म रिसाए नि थाहा हुन्छ दिदीलाई मलाई टेन्सन भयो नि के भयो तँलाई भनिहाल्नुहुन्छ अनि आज त आउँदा बित्तिकै मैले रिसाएको अब रियाक्सन त मेरो त्यस्तो राम्रो त आएन फर्स्ट टाइम भर्खर ट्राई गर्दैछु नि त गाइस मैले मेरो नयाँ युट्युब ब्लग हो त्यही भएर सबैजनाले साथ सपोर्ट दिनु होला म चाहिँ एभ्रिडे सकेसम्म मिनी ब्लगहरू बनाउने छु अनि धेरैजनालाई लाग्न सक्छ कि साइप्रस कस्तो कन्ट्री हो साइप्रसमा के काम पाउँछ भनेर धेरैजनाले टिकटकमा सोधिरहनुहुन्छ मलाई होइन सबैजनालाई म चाहिँ साइप्रस कस्तो कन्ट्री हो र यहाँ आउँदा कति टाइमपछि आउन सकिन्छ के काम पाउँछ भनेर पनि तपाईँलाई एकदम जानकारीमूलक भिडियो बनाउने छु गाइज ल ओके बाई थ्याङ्क यू सबैजनाले लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु ल